बहादुर, प्रसाद, कुमार, सिंह होइन पछाडि जति पनि जोडेर आएका छन् यिनीहरू के कालान्तरमा जात हुन्छ। बहादुर जात बन्ला है, अनि प्रसाद भन्ने जात बन्ला, कुमार भन्ने जात बन्ला, त्यस्तै गरेर सिंह भन्ने एउटा जात बनिसकेको छ होइन। कुमार भन्ने पनि एउटा जात बनिसकेको छ, जस्तै हिमाल सागर होइन, अनि उता एस कुमार, यिनीहरूको पछाडि चाहिँ कुमार जोडिएको छ जातमा। अब रह्यो बाँकी प्रसाद भन्ने। अब के प्रसाद हुन्छ त बिस्तारै अब प्रसाद भन्ने जातिको पनि नाम आउला, अर्को के अरे बहादुर भन्ने जात पनि आउँछ होला। अब बिस्तारै बिस्तारै आउँछ क्या, जस्तै राय, देवान होइन, यिनीहरू भनेको नामको पछाडि जोडिएका टुक्काहरू हो। त्यस्तै कारोबारी, यिनीहरू टुक्काहरू हुन्। अब कामको शैलीमा आएको, जस्तै राजभण्डारी, दरबारको राजभण्डार हेर्ने है, सबैभन्दा ठुलो भण्डार हेर्ने, भण्डारको कारोबार गर्ने अथवा भनौँ भण्डारको रेखदेख गर्ने राजभण्डारी, अन्तिममा राजभण्डारी भएर गयो। अनि भण्डारी चाहिँ भण्डार सोर्ने है, त्यो राजभण्डारको अन्डरमा रहेर काम गर्ने, त्यो चाहिँ भण्डारी भन्ने एउटा पद थियो। त्यो भण्डार हेर्ने काममा चाहिँ गर्नेलाई भण्डारी भनियो। अब खडक भनेको चाहिँ खासमा विशेष गरेर क्षेत्री बाहुनहरूको बिहेमा सुनिन्छ, खडक उठाउने भन्छ। खडक उठाउने भनेको हात हतियारको माङ्गेना, यानि कि शिर उठाउने भनिएको हो। त्यो बेलामा कुनै जमानामा हात हतियारहरू चाहिँ रेखदेख गर्नेलाई खडक भनिन्थ्यो। अब त्यो खडक हात हतियार हेर्ने अथवा भनौँ खडक भन्दै खड्का जाति भयो भनेर भनिन्छ होइन। खड्काहरूमा चाहिँ मगर पनि पर्यो, विशेष गरेर मगर, अनि खस समुदाय होइन, अहिले भनौँ न क्षेत्री समुदाय भनौँ न, उहाँहरूलाई अहिले खड्का भनिन्छ है। अब यस्ता अन्य धेरै कुराहरू छन्। अब अहिले त्यो कारोबारी, राय होइन, अनि राई भन्ने जुन श्रेणीहरू छ, अहिले बुझौँ न, राय भनेको त्यो जमानामा प्रशासनिक प्रधानमन्त्री अथवा मुख्यमन्त्रीलाई राय भनिन्थ्यो होइन। उसको 10 सन्तानहरूले राय काम गरे, त्यही भएर वंशानुगत रूपमा राय काम गर्नेलाई राय भनिन्थ्यो। अनि हाङको काम गर्नेलाई पछाडि टुक्काहरू पनि जोड्ने चलन थियो, जस्तै विजयनारायणको 7औं पुस्ता अगाडिको विद्याचन्द्र रायले आफ्नो फुपू चाहिँ बङ्गलादेशमा, अहिलेको बङ्गलादेशमा चाहिँ आफ्नो फुपू चेली अथवा भनौँ आफ्नो चेलीलाई दिइसकेपछि उसको मामाले अथवा भनौँ उसको भेना चाहिँ हिन्दू थियो, बङ्गलादेशको हिन्दू भएको कारणले उसले पछाडि नारायण र राय थप्ने काम गरे होइन, आफ्नो फुपाजुको प्रभावमा परेर। त्यो साङलाइन सावदेनको सन्तानहरू विद्याचन्द्र रायले चाहिँ राय लेख्नुको कारण चाहिँ त्यो हो। मेन कुरो बङ्गलादेशका हिन्दू राजा आफ्नो फुपा अथवा आफ्नो भेनाको प्रभावले चाहिँ उसले नारायण र राय थप्ने काम गरे, र त्यस पछाडिका 10 सन्तानहरूले राय लेख्ने चलन, नारायण लेख्ने चलनहरू भयो भने त्यही क्रममा चाहिँ अन्य लिम्बू समुदायहरूले राय लेख्ने चलन थिए। र राय भनेको चाहिँ विशेष गरेर फेदापका, ताङखुवाका र त्यसका वरिपरिका लिम्बूहरूले राय लेख्ने चलन बढी आयो।
अ, र त्यस पछाडि अब रह्यो कारबारी देवान होइन, अनि मुखिया, अनि त्यस पछाडि जिमी, याखा। याखालाई चाहिँ विशेष गरेर याक्चा रुङ्ने गोठालो भनेको हो क्या अहिलेको भाषामा। गोठमा रुङ्ने भएको कारणले याख्या भन्ने। अनि कसैलाई चाहिँ सुवाङ्गी दिएको कारणले सुहाङ भयो। यिनीहरू के हो भन्दाखेरि क्रमशः रूपमा कोही जमिनदार होइन अहिलेको भाषामा, कोही चाहिँ मन्त्री, कोही चाहिँ प्रधानमन्त्री, कोही चाहिँ पिउन होइन, कोही चाहिँ कारबारी गर्ने काम गर्थे। कारबारी भनेको अहिलेको कर विभाग भने जस्तै हो। अब यो क्रममा चाहिँ मान्छेहरूले पिउनलाई चाहिँ जाते बनाएर लग्यो हाम्रो विशेष गरेर होइन। धेरै लिम्बूहरूले पनि पिउनलाई जाते बनाएर लगेको छ। जस्तै फागोहरूमा 10 भाइ छ भने जेठालाई सुब्बा होइन, अनि माइलो साइलो कारबारी जिमी हुँदै अन्तिममा राय र पिउन भनेर विभाग छुट्यायो। अब फागो समुदायमा पनि एउटा राई छ, त्यो भनेको सबसे कान्छो भाइ है, राई भनेर भनिएको छ। त्यो चाहिँ कान्छो भाइले चाहिँ सबै दाजुभाइहरूको चाहिँ रेखदेख गर्ने अथवा भनौँ उसले दाइहरूले अराएको काम चाहिँ गर्ने भनेर छुट्याएको। त्यो चाहिँ चैनपुरमा सोध्यो भने भेटिन्छ प्रशस्त रूपमा। अनि केही लिम्बूहरूमा पनि, खेवाहरूमा पनि राई भेटिन्छ होइन। अब राई चाहिँ कसरी भेटिन्छ भन्दाखेरि त्यही हो, सुब्बाहरूले चाहिँ आफ्नै 10 भाइ छन् भने पनि 10 भाइलाई चाहिँ कसैलाई कारबारी, कसैलाई होइन जिमी, कसैलाई याखा, त्यो याखा भनेको चाहिँ याक्चा रुङ्ने काम दिन्थे, र कसैलाई चाहिँ राय दिन्थे। राय भनेको बाहिरको अहिलेको हुलाकी भने जस्तै हुलाकी काम गर्ने, यताको उता उताको यता, दूत भनौँ न पुरानो भाषामा दूत होइन, सामान अहिलेको भाषामा परराष्ट्र, त्यो बिचको समयमा राय भनिन्थ्यो है, दूतको काम गर्थे भने। अहिले ती राय लेख्नेहरूले राय लेख्न छोडे, पछाडि टाइटल मात्रै लेखे। अब कसैको नाम एकछिनको लागि भक्ति प्रसाद छ भने भक्ति प्रसाद मगर, भक्ति प्रसाद लिम्बू छ भने अब प्रसाद, अब त्यहाँ के भन्ने त, अब भक्ति प्रसाद मात्रै लेख्ने काम गरे, पछाडिको थर जात लेख्नु छोडे त्यो समयमा। अहिले पनि भनौँ न शेरबहादुर प्रचण्ड, केपी ओली भनिन्छ नि होइन, झले भनिन्छ झलनाथलाई, अनि माखु नै भनिन्छ माधव कुमार नेपाललाई होइन। कति ठाउँमा त माधव कुमारलाई माखु मात्रै भनिन्छ। अब यो प्रचण्ड शेरबहादुरहरूको सर्टकट नाम राख्नुको कारण के हो त, उसलाई छिट्टो बुझ्नको लागि। अब पछि उनीहरूको वंशावलीमा पनि त्यही लेखिन्छ क्या, कि त पुष्पकमल लेखिन्छ कि प्रचण्ड मात्रै लेखिन्छ। यी यस्तै कुरा हुन्। त्यो समयमा पनि सर्टकटमा अब छोटो नाम थर भनेको वंशावलीमा भेटिहालिन्छ भन्ने खालको थियो क्या। अब यो यति भन्दा पनि साथीहरूले कुरा नबुझ्दाखेरि अचम्म लाग्छ। त्यही भएर भनेको याक्खा, लेप्चा, देवान, जिमी, मुखिया जे लेखे पनि हामी भनेको शङ्खमूलदेखि पूर्वका सबै याक्थुम्बाहरूले चाहिँ लिम्बू लेख्नुपर्छ भन्ने अभियान चाहिँ 14 देखि 15औं शताब्दीको बिचमा ठुलो 10 लिम्बन 17 थुमको क्रान्ति पछाडि लिम्बू लेख्ने र लिम्बुवान लेख्ने चलन आयो। अब यो बिचमा हामीले याक्थुम लाजेलाई चाहिँ लिम्बुवान बनाइरहँदाखेरि धेरै याक्थुम्बाहरूले आफूलाई अलग जात बनाएर लगेको पनि देखिन्छ होइन। अब धिमाल समुदायहरूले पनि अब चाँडोभन्दा चाँडो लिम्बू लेख्नुपर्छ भन्ने मेरो उद्देश्य हो, अथवा याक्थुम्बा लेख्नुपर्छ भन्ने मेरो उद्देश्य हो।
बेला बेला भन्ने गरिन्छ तराई मुलुकको लिम्बूहरू भनेर इतिहासमा भेटिन्छ। तराई मुलुकको लिम्बूहरू भनेको नेपालमा धिमाल हैन, मेचे अनि कोचे राजवंशीहरू यिनीहरू चाहिँ तराई मुलुकका लिम्बूहरू। अनि त्यसको राजा चाहिँ सावदेन भन्ने एकजना थरघरेका व्यक्तिले राज्य सञ्चालन गर्थे। 10 लिमनभित्रमा एउटा राज्य चाहिँ उसको पनि पर्छ। तर केन्द्रीय प्रशासन चाहिँ वारातप्पा यानि कि हाङलाबु अहिलेको साङ्गुरीगढी र विजयपुरलाई इङ्कित गरिन्छ। त्यस्तै यता योङयाङहरूले पनि आफ्नो छुट्टै उपस्वायत्त राज्य चलाएको थियो, जसको दरबार चाहिँ अहिले तपाईहरूले देखिराख्नु भएको छ, दरबारै निर्माण भइसकेको छ हैन। हिलियाङ योङयाङको दरबार निर्माण भएको छ। हिलियाङले त्यहाँदेखि पूर्व साइडमा राज्य सञ्चालन गर्थे। तल चारकोलमा चाहिँ त्यहाँको राजा अन्तिम राजा भनौँ न, अन्तिम राजा चाहिँ ओजाहाङ भन्ने थियो। ओजाहाङले तराई भूभाग हेर्थ्यो भन्ने कुरा छ। अब यस्तो धेरै कुराहरू हेर्दै जाँदाखेरि माबोहरूले विशेष गरेर माबोहरूले तिब्बत हेर्थे। यस्ताहरू धेरै कुराहरू छन्, इतिहासहरू। अब यो कुराहरू भन्ने भनेको तपाईहरूले मेरो भिडियो पुरा हेर्नुभयो भने धेरै कुराहरू खोज्दै जानुभयो भने भेट्नुहुन्छ है।